के गर केटेरा घर नम्बर 2 Z2 महाभोज Z15 उहाँ हुनुहुन्छ कमेडी दरबारको एकचुल चाहिँ महाराजा आम्बो सिक्किमको प्राउड हेलो अम्बो फ्यामिली तपाईँहरूलाई मैले कति देखाउनु फेरि कहाँ छु हेर्ने फेरि यहीँ आएको छु म हो अनि आज चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ हाम्रो जुन एक्टिङ सर छ मेरो एक्टिङ टिचर हुनुहुन्छ होइन मेरो मात्रै होइन धेरै टिचर तर मेरो पनि हुनुहुन्छ सन्जोग सर उहाँहरू चाहिँ के घर केटेरामा खेल्नु भएको छ सो उहाँ पनि आउनुहुँदैछ अनि भर्खर मैले पवनजीहरूसँग भेटेँ होइन माखुरी अनि उहाँको लास्ट हुँदैछ यो पछिको एपिसोड चाहिँ उहाँको छ सो तपाईँलाई देखाउँछु त म है कस्तो हुन्छ भन्ने कुरो सरहरू आइसक्नु भएको छ होइन सन्जोग सर सरलाई स्वागत छ मेरो भ्लगमा मेरै मात्रै हो नमस्कार तिमीले स्क्रिप्ट बनाइसक्यो होला निश्चल लास्ट अल्बिरङ भइदियो ए हो र फोटो राख्ला नि अब सुरु हुन लाग्यो आज हाम्रो सर कमेडी दरबारमा बिल्ला हुनु कुन मुभी लिएर छ Z2 सबैले हेर्नु पर्यो नि जान्दैन झुकेर पैसै अड्किरहेछ माइक टेस्टिङ हुँदैछ यता हाम्रो दरबारको राइटर सर सरोज सर राइटर यता मेरो गुरु के गर केटेरा घर नम्बर 2 Z2 महाभोज Z15 हाम्रो सर हुनुहुन्छ मेरो गुरु काठमाडौँमा मेरो एक्टिङ गुरु हुनुहुन्छ मलाई सिकाउनु हुने सन्जोग रथाइली सर यता हाम्रो सिक्किमको गर्व सन्जोग सरको विद्यार्थीहरू पनि आएको सन्जोग सर अनि सुभाष भाइ सन्जोग सर चेक अनि गिफ्टहरु सबै रेडी राख्नु सुटिङ सक्यो एपिसोडको रोल कट ब्याक अप ओके यहाँ फोनहरू छोडिन्छ उसको फोनहरू छोडिन्छ एक रुकै रहेछ सन्जोग सर रक्स कहाँ हाल्यो तपाईँले बब्बाल दिनु भने सर ठिकै छ उहाँ हुनुहुन्छ कमेडी दरबारको एकचुल चाहिँ महाराजा आम्बो सिक्किमको प्राउड ए त्यस्तो त पाउँदैन मलाई रिस उठ्छ त्यस्तै साह्रो त पाउँदैन मलाई कस्तो रिस उठ्छ होइन ए हो सर तपाईँसँग त मेरो कति भन्नु फोटो खिच्छ तिमीहरू सर तपाईँलाई साँच्चै नै एउटा कङ्ग्रेचुलेसन्स है तपाईँलाई यो अर्को सिजन कमेडी दरबारमा तपाईँलाई बोलाउने मैले बुझिसकेँ
हो त अनि मलाई देखेर सानुभूति हो म आउँछु भनेको त लोकेमै आएको थियो त ओइ बिमो तपाईँ घर चाहिएको तारिन शीतल राई चाहिँ छोड्ने मलाई खेतिँदैन फोटो केटा आम्बो छोड्ने केटा मलाई भ्लग बनाउँदैन ऊ नाक मात्रै निस्किन्छ उता हेर त ऊ हेर आम्बो अनि ऊ त ठिक छ होला सुहाउँछ त्यही हामी मूर्ख मान्छेको त्यस्तै हुन्छ देखिँदैन कान पनि देखिँदैन हो तपाईँको भोलामा तपाईँ आउनु राम्रो ल कमेडी दरबारमा आएर तपाईँ कस्तो लागिरहेको छ विशेष धेरै राम्रो लागिरहेको छ हामी निस्क्यौँ नयाँ गेस्टहरू बस्नुभयो केटाहरू अम्बो यता हाम्रो होस्टजी हुनुहुन्छ सोनी म्याम आजको पनि पेसअप दामी छ है सोनी म्यामलाई भनेको सिधै हुने अम्बो भन्नु मात्रै नसकेको मैले कसम निस्क्यौँ सर यताबाट यता हुन्छ हाम्रो अमृत दाई हाम्रो सञ्जोग सरले फोटो खिच्दैछन् फोटो जाउँ सन्जोग सर बिग्दै म होइन ए मसँग मेरो नाम शङ्कर हाम्रो भाउजू चाहिँ क्यामेराम्यान हुनुभएको तपाईँको सकिसक्यो मसँग नाइकी भन्ने फिल्म सँगै गरेर त भेट भइरहेको मजा आयो आज हजुर मजा आयो मजा आयो म त लास्ट पर्फर्मेन्स मात्रै हेर्न पाएँ ल वान टिम भयो मैले पुरै हेरेँ बाल मजा आयो बेसी खिच्नु पाउँदैन यति हो हजुरलाई यति नै फेरि भेटौँला अर्को भ्लगमा है त